गएपछि सञ्जय दोस्रोचोटि होइन दोस्रोचोटि भन्दा अगाडि नै कहानी छ फेरि म त्यहाँ गएपछि म फ्रस्ट्रेट भएँ होइन 3 महिना 2 महिनापछि म फ्रस्ट्रेट भएँ अनि फ्रस्ट्रेट भएपछि अनि मैले कन्सल्टेन्सीलाई यहाँ कन्ट्याक्ट गरेँ म आउँछु नेपाल म सक्दिनँ यहाँ बसेर काम गर्न म सक्दिनँ यो टोइलेटहरू पुछेर म बस्न सक्दिनँ बिकज मैले नर्स पढाए हो भने म भित्र अहङ्कार थियो हजुरलाई मैले भनिहालेँ अनि त्यस भएपछि अनि त्यहाँबाट अनि म तँलाई साथी खोजिदिन्छु नि त तिमीलाई साथी खोजिदिन्छु नि भने उनीहरूले अनि कन्सल्टेन्सीले को साथी भनेको अनि त्यहीँ गएको छ एकजना अब नाम त नभनौँ उहाँको होइन अनि एकजना लेडिज हुनुहुन्थ्यो अनि त्यहीँ जो मेरो हस्बेन्डको मैले घर देखाएँ नि जुन फोटो अगाडि त्यही घर अगाडि चाहिँ एकजना छ भनेर भन्यो रहेछ पनि है त्यही कन्सल्टेन्ट नेपाली केटी रहेछ अनि त्यो चाहिँ हुनु रहेछ अनि एउटा उहाँलाई मलाई कन्ट्याक्ट गराइदिनु भयो अनि मेरो हस्बेन्डको र उहाँको बिहे गर्ने भनेर सबै कागजपत्रहरू 7 महिना ऊ गएको 7 महिना भइसक्यो रहेछ त्यहाँ गएको बुझ्नुभयो नि उसको र मेरो साथीको त्यो जुन भेटाइदिने साथी थियो त्यो साथी र अनि मेरो हस्बेन्डको बिहा गर्न भनेर कागजपत्रहरू नेपालमा पठाइसक्यो रहेछ यतिकै बिहा गर्नलाई सकिँदैन गाह्रो छ नि त विदेशीसँग त पहिला सबै प्रुफ हुनु पर्यो अनि त्यो भेरिफाई हुनु पर्यो नेपालले जर्मनी एम्बेसीले भेरिफाई गर्नु पर्यो उता बर्लिनमा गएर बर्लिनको राजदूतावासले चाहिँ ल यो केटी चाहिँ यो जर्मन नागरिकसँग बिहे गर्नलाई चाहिँ योग्य छ भनेर प्रुफ हुनु पर्यो अनम्यारिड हुनु पर्छ सिंगल सर्टिफिकेट हुनु पर्यो होला घरमा जान्छ के उनीहरू सबै म्यारिड हो कि हैन यो सबै प्रुफ हुनुपर्छ के बिहे गर्न पनि कन्सल्टेन्सीले नै यो उ गरे हैन होइन कन्सल्टेन्सीले चाहिँ त्यो लेडी जो मेरो साथी हुनुहुन्थ्यो नेपाली साथीलाई उहाँलाई मलाई चिनाइदिनु भएको होइन म एकदम फ्रस्ट्रेट भएर म नेपाल ब्याक हुन लागेको भएर अनि उहाँले त बस त्यहाँ तिम्रो जिन्दगी छ तिमी स्टाफ नर्स हो 1 इयर पछि तिम्रो भिजा एक्सटेन्ड हुन्छ त्यो दुःख गर केही समय दुःख गर भने भन्नुभएको त्यो मैले सहनै नसक्या के त्यो मलाई त्यो अब त्यो के भन्ने अब त्यो धैर्यता नि थिएन म भित्र त्यही भए म नर्स हुँ म अर्काको घर टोइलेट बसेर गर्दिन भने अनि थमसलाई चाहिँ अनि म भन्छु अनि त्यसपछि गएर अनि उसले मलाई भनेर उनीहरू बिहा गर्ने भनेर अलरेडी कागजपत्रहरू हेरेर पठाइसकेको रहेछ नेपाल एम्बेसीबाट प्रुफ गर्नको लागि भनेर 7 महिनादेखि अगाडि नै अनि उसले मलाई एक दिन मेरो साथी आयो भेट्नलाई होइन त्यो साथी भनौँ न अननोन साथी नेपाली साथी एटलिस्ट उसले नेपाली बोल्थ्यो क्या द्याट इज ग्रेट फ्रम मी ए त्यो जर्मन भाषा नबुझेर कस्तो जात्रा है त्यहाँ गएपछि आफ्नो भाषा बुझ्ने मान्छे भेट्यो भने त भगवानै भेटे जस्तो हुन्छ भगवान भेटे जस्तो हुने नि अनि त्यसपछि अनि म भुइँ पुस्दै थिएँ मेरो साथी आयो अब लाज पनि लाग्यो स्टाफ नर्स पढेर आयो मान्छेले भुइँ पुसिरहेको देख्दा कस्तो अप्ठ्यारो भयो किन नेपालीले देख्यो नि त विदेशीले देखायो भने हुन्थ्यो त्यो त हुँदो रहेछ क्या नेपालीले देख्यो अनि साथीले देख्यो नि ढोकाबाट हेर्ने बित्तिकै अनि त्यहाँबाट लाज नमान मैले नि यही काम गर्ने हो भन्यो कि उसले साथीले अनि भनेपछि अनि अलिकता